यो चटिङकै ढुङ्गा यो के दामी है ल तर यसले भेट्यो कति त मार्छ नि त है यो ढुङ्गाले भेट्यो नि त। हेलो साथीभाइहरू, के तपाईँलाई थाहा छ नाम्चीमा यस्तो जग्गा पनि छ जहाँ नाम्चीको सहरको एउटा टाउनको अलिकति माथि भाइचुङ भोटिया स्टेडियमको अलिक माथि आएपछि तपाईँले यो यस्तो मजाको जग्गा देख्नुहुन्छ क्या। अनि आज तपाईँलाई यो जग्गामा लिएर आएको छु। यो जग्गामा तपाईँलाई एक्सप्लोर पनि गराइदिन्छु के छ कसो छ। प्लस यहाँनिर एउटा म्युजियम पनि छ। नाम्चीमा एउटा म्युजियम छ जो चाहिँ एउटा प्राइभेट है एउटा हाम्रो यहाँनिर राजुज्यूले चलाउनु हुँदैछ। तपाईँलाई थाहा छ कि छैन? सो थाहा छैन भने यो भिडियो हेर्नुहोस्, थाहा छ भने पनि हेर्नुहोस् है, कतिवटा नयाँ कुराहरू पनि थपिएको छ। अनि यो भिडियो चाहिँ आज म तपाईँहरूले नदेखेको कुराहरू देखाउने छु यहाँनिर। सो बनिराख्नुहोस् है मसँग। हेरौँ अब यहाँ कोइन सेक्सनमा उहिलेको फर्स्टमा तपाईँहरूलाई देखाइहालौँ। यो सिक्किमको पैसा देखाउँ नि दाजु। यो पनि यो चाहिँ मेन चाहिँ यो। यसलाई त के भन्छ यसलाई? यो पैसालाई भन्नु चाहिँ के भन्छ हौ, तर उहिले उयसमा बनिन्थ्यो तुरुकमा होइन? तुरुक टक्सर कि के भन्थ्यो नि, तुरुकमा बनिएको पैसा है। सिक्किमको पैसा हेर्न त यस्तो हुँदैछ। यसको त भ्याल्यु अहिले सिक्किमको उहिले चल्थ्यो यस्तै थियो नि। सादा केही छैन यसमा, नक्सा सक्छ लागि बेसी चलाएर क्या उयो हुन्छ यस्तो चारको। यो नेपालको पनि रहेछ उहिलेको पैसा यस्तो चाहिँ नेपालको। स्टोनहरू यता रहेछ ओरिजिनल उहिलेको स्टोन। बाजीमालाहरू पनि छ कि यहाँ हामी त चिनिँदैन हो। यस्तोहरू रहेछ। यो त के भयो? मुङ्गा। डिफ्रेन्ट टाइप अफ स्टोन्स पनि उहाँले राख्नुहुन्छ यसरी कलेक्ट गरेर। यहाँ हेर्दा यस्तो छ, कम त गरम छैन। खप्रो भएकोहरू यहाँ चाहिँ यो खोलाबाट ल्याउनु भएको कि? खोला। म्याग्नेट टाल्ने यसमा पनि टालिँदो रहेछ। मिनरल्सहरू के रहेछ यसमा? यो त झन् ट्याप हो। यस्तो ढुङ्गाहरू पनि छ यहाँनिर। छिर्के मिर्के ढुङ्गै हो यो। हजुर। चाहिँ तपाईँले देख्नुहुँदैछ यो स्टोन मेटेरियल पनि उहाँले चाहिँ भन्नुहुँदैछ त्यस्तै होला भने। हुनु भने बहुत गरम छ, गहक यसको। यो चुम्बकहरू ट्याप टालिन्छ हो। अनि अरू त्यो उयो पनि टालिन्छ है। अर्को फ्याँक्छ है, उल्टा फ्याँकिदिन्छ। योहरू यसरी टालिन्छ। यस्तो ढुङ्गा यहाँनिर पनि छ। यो पनि त्यस्तै है। र धेरै किसिमको ढुङ्गाहरू पनि तपाईँले यहाँ म्युजियममा देख्न सक्नुहुनेछ। चट्याङको ढुङ्गा अब अर्को चाहिँ यहाँ यस्तो हुन्छ चट्याङको ढुङ्गा चाहिँ। यो चट्याङकै ढुङ्गा यो के दामी है। आम्मामा बल्चरो जतिकै छ त हौ। कहाँ पाउनु भयो यो चाहिँ? हाम्रो कोपा। यो कोपाले नै स्टोन पनि अर्को हुँदो रहेछ त है। अर्कै हुन्छ नि। के दामी ढुङ्गा हो। ल तर यसले भेट्यो कति त मार्छ नि त है यो ढुङ्गाले भेट्यो नि त। यस्तो हुँदो रहेछ यो साथीभाइ स्टोन चट्याङको। यो पनि चट्याङकै हो। अर्कै स्टाइलको छ त यो त है। सानो रहेछ यो चाहिँ। के हो यसभित्र फोसिल होला है, फुटाएर हेऱ्यो भने भित्र यसमा के हो के चेप्टेको हुनु तपाईँ। सो साथी हो यहाँ चाहिँ एउटा कुरा चाहिँ के छ भने चाहिँ यहाँनिर उहिले नै अङ्ग्रेज आएर बसेको सम्भावना छ। त्यो चाहिँ हाम्रोमा प्रमाण छ। यहाँ राजुज्यूकोमा चाहिँ प्रमाण छ है। यो जति पनि सामान छ अङ्ग्रेजले ल्याएको भन्ने यहाँनिर छ। किनभने
यहाँनिर मैले अघि देखाएको जग्गाको अलिकति तल चाहिँ एउटा पोखरी थियो त्यति बेला। अन्त त्यो पोखरीमा चाहिँ अङ्ग्रेजहरू अब आएर बसेको, यहाँ क्याम्पहरू के लागेको थियो हुनसक्छ। यो बहुत अगाडिको कुरा, बहुत अगाडिको कुरा, किनभने अङ्ग्रेजको कतिवटा सामानहरू यहाँनिर हामीले भेटेको छौँ। जस्तै हेर्नुहोस् है, यहाँ आउनुहोस्, यहाँनिर यहाँ तपाईँले देख्न सक्नुहुनेछ यो बुलेट कारतुस भनौँ न होइन, कारतुस देख्नुहुँदैछ। ए ग्रान्ड पिक्स क्याट्रिज स्मोकलेस मेड इन ग्रेट ब्रिटेन। हेर्नुहोस् योहरू अङ्ग्रेजहरूले लिएर राखेको भन्ने अब सम्भावना छ। यो कारतुस भर्ने त्यो चाहिँ बारुस भर्यो सेम निकाली पठाउने त्यस्तो रहेछ। हेर्नुहोस् त्यस्तो सामानहरू छ। अहिले म आउँछु तपाईँहरूकोमा फेरि यहाँ। तपाईँको यो छ एउटा मेड इन इङ्ल्यान्डको। हजुर मेड इन इङ्ल्यान्ड मेन अङ्ग्रेज बस्नुको उयसमा चाहिँ यहाँनिर पाउनुहुन्छ तपाईँले बकल्सहरू है। बकल्स तपाईँको यो उहिले त्यो टेन्ट लाउँदा चाहिँ हजुर ठोक्ने ठोकेर यहाँ डोरी छिराएर बाँध्नु। त्यो ठोक्दा सायद ढुङ्गामा भेटेर फ्याँकिराखेछ ढुङ्गामा भेट्दा होला। यो अङ्ग्रेजको ब्रिटिसकै हो। यो टर्च देखाउनुहोस् के लेखेको छ यसको, मेड इन केहरू छ, ब्रिटिस एम्पायर। ब्रिटिसले चलाएको होला यिनीहरू फोल्डिङवाले होला। यो यता पनि खोलिन्छ। घडी कुन चाहिँ घडी हो यो? ओरियन्टको वाच यत्रो देख्छ तर यो मेड इन जर्मनी हो। ए मेड इन जर्मनी यहाँ लेखेको उहिलेको ब्यान्डेडहरू यो ब्रिटिस कालीनकै होला है। त्यति बेला घोडाको नामहरू यिनीहरू त्यति बेलाको स्टेथोस्कोप ब्रिटिसले चलाएको होला नि यो त। अन्त हामीले चलाउँदैन यो काँटाहरू। अझै थुप्रो थियो कता कता गयो। तपाईँ यहीँनिर यही जग्गामा पाएकोहरू है तपाईँको पापाले चाहिँ राखेको यो सामानहरू चाहिँ होइन? एसब्रुनको चस्मा के भन्नु? 3 बोरा त अन्त बोतल फ्याँक्यो जङ्गलमा फ्याँक्यो। तर यो देखाउनु हुँदै थियो नि योहरू पनि सबै होइन। इन्डिया कलकत्ता 1978। यो कहिलेको सिसाहरू छ नि हौ। अब क्याचअप अब यस्तो हाम्रो बाजे बराजुले त कहाँ खाएर यस्तो होइन यस्तो ससहरू हजुर बाहिरको। साथीभाइहरू यो चाहिँ उहाँले किन राख्नु भएको छ यो चिजहरू भने चाहिँ यो चाहिँ एउटा हिस्ट्री हो। हिस्ट्री चाहिँ अब यस्तैबाट स्टार्ट हुन्छ इतिहास। अनि इतिहास चाहिँ एकदमै इम्पोर्टेन्ट हो है। हामीले केही पनि जान्नको लागि यस्तो इतिहास चाहिन्छ। र यो टुटेको फुटेको चाहिँ अब यो सबै इतिहास यसमा तपाईँले हेऱ्यो भने राम्रोसँग हेऱ्यो भने इयर छ, मेड इन छ है। यहाँ हेर्नुहोस् क्युट बोतलहरू। यो मेडिक एमएन के हो यो कहिलेको बोतल्सहरू है। हेर्नुहोस् है बोतल्सहरू छ। यहाँ हेर्नुहोस् यो सानो पर्यो। यो दबाई त अझै रहेछ यहाँनिर यो सिसीमा। वैद्यनाथ। यो हेर्नुहोस् है फाउन्टेन पेन यहाँनिर। यो ढुङ्ग्रे पेन हामीले पनि चलाएको याद छ। यो स्कुल पढ्दाखेरि यसरी मसी तान्थ्यो हो। अनि कसैले हामीलाई मसी दिँदा पनि हुन्थ्यो। त्यस्तो पेनहरू थियो। यहाँ उहाँले जोगाएर राख्नु भएको छ यस्तोहरू पेनको। यो फाउन्टेन पेन हामीले पढ्दा यस्तो थियो है। यहाँ पनि छ तान्नेहरू। इङ्क यस्तो इङ्कहरू चलाउँथ्यो यो बट्टाहरू। यहाँ पुरा यहाँ लेख्ने काम पुरा भएको रहेछ। यो ब्रिटिसको टाइमको यो पुरा भएको रहेछ लेख्ने कामहरू। मसी पुरा छ। यस्तो यो उयसको त रहेछ यो मसी हो। कपरको त रहेछ है।
मसीको हो नि मसीको यहाँ हेर्नुहोस् मर्लिन टोइलेट पाउडर अरे अमुल के लेखेको छ हो यो सबै उहिलेको सामानहरू अच्छा यहाँ पनि यहाँ मेड इन इङ्ल्यान्डहरू छ यहाँ लेखेको है इङ्ल्यान्ड एवार्ड भित्र लेखेको छ त हेरौँ न है यो खोलेर मेड इन इङ्ल्यान्ड के रहेछ यो वाइनको बोटल रहेछ हौ वाइन होला हेवर्ड रम होला यो त रम होला कलकत्ता लेखेको रहेछ फार्म एल्रोस बोटल डिजाइन दामी है स्कटल्यान्ड मेड इन स्कटल्यान्ड रहेछ नि यो त सो यो चिजहरू जम्मै यहीँनिर यही घरको नजिकतिर पाएको उहाँको बाबाले राख्नु भएको है अनि यसले चाहिँ के दर्शाउँछ भने ब्रिटिसहरू पकाएर बसेको भनेर है दर्शाउँछ यहाँ अनेकौँ कुरा छ अनेकौँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ धेरै किसिमका कुराहरू छ क्युट खालको ए ह्यान्डक्राफ्ट पनि यस्तो दामी बनाउनु रहेछ यी खोपेर बनाएको चिल हेर्नुहोस् न चिल खोपेर बनाएर यी साँप पक्रिरहेको छ नि त उहाँले हुड कार्भिङमा सर्टिफिकेट पनि पाउनु भएको छ यहाँनिर क्यास प्राइस चाहिँ 7,500 तर पैसा आएन अन्त हुड कार्भिङ पैसा पनि आएन यो के पो यसको उयो लगेको त्यो पनि आएन योसँग लगेको सामान पनि आएन सामान पनि आएन यो अफसरहरूले कसो के गरे होला है सपोर्ट गर्ने बेलामा सामान पनि हरायो पैसा पनि हरायो है तपाईँको भित्ते पात्रो 58 59 60 62 77 रहेछ 1975 को डायरी रहेछ यो कति हो 1917 को सिकल रहेछ है फिनले यहाँ हेर्नुहोस् यो सबै उहिलेको हतियारहरू यहाँ कलेक्सन्स चेनहरू पुल्ली गिर्लिङको पुली तार यहाँ घन्टीहरू उहिले गाईलाई लाएर छोडिदिन्थ्यो अरे जङ्गलमा त्यति बेलाको है यो ताला पनि उहिलेकै हो हजुर यो मेड इन जर्मनी ए यो ताला चाबी छ यसको बेसी मान्छेले खेलाएर न त फुत खोलिन्थ्यो कि ए यो रहेछ चाबी साथी किचनसँगै उहिलेको किचन उहिलेको तराजु झुन्डाएर नाप्ने यो हुका है यो तपाईँकै बाजेको यो बराजु चाहिँ के पो हुनुहुँदो रहेछ तपाईँको चाहिँ तपाईँको उहिले महाजन थिएछ महाजन ए महाजन भन्दै करहरू उठाउने सिस्टम हेर्नुहोस् है यो चाँदी है यो यहाँनिर पनि चाँदी हुन्थ्यो अरे उहाँले भन्दा घुम्ने सिस्टम थियो अरे सर निकालेछ त्यो चाहिँ लगेछ ओरिजिनल सामान त्यो हड्डीको यो के को हड्डी होला है के को कतिवटा यो हड्डी पनि त निकाली लगेछ है छैन भनेपछि चाहिँ यो रुखकै उयो हो हजुर रुखकै तर यता चाहिँ पाउँदैन ए त्यो खुट्टाहरू सुन्नेपछि चाहिँ यो चाहिँ घोटेर लाउनु पर्ने नाकेर लाग्दा यो त भनेपछि यसको भ्याल्यु जोड होला नि यो त लाल चन्दन भनेको जस्तै होला योहरू त त्यस्तै होला यो त पाउँदैन कालो छ त पुरै काठको चिजहरू रहेछ उहिलेको यहाँ बराजुहरूले चलाउनु भएको बोजूहरूले चलाउनु भएको सामानहरू हाम्रो बाजेको ढुङ्ग्रो हो ए ढुङ्ग्रो जाँड खाने ढुङ्ग्रो अहिलेको हो न यहाँ 3 ढुङ्ग्रो चाहिँ पस्छ गतिलो रहेछ नि त यो बत्ती है हजुर यो चाहिँ बत्ती यसलाई के पनि भन्छ यस्तोलाई त टुकी के भन्छ टुकी मट्टीतेलको गन्ध अझै गनाउँदो रहेछ त्यति उयो हुँदो रहेछ है यसको अवस्था पुरा गरम छ
कोही उहिलेको हो यो त उहिलेको नि भोटको बिहा भन्दा खास रीतमा चाहिँ यो हुनै पर्दो रहेछ नि ए हो यो रक्सी हाल्ने हैन रक्सी हाल्ने कतिजनाले लान्छ नि यहाँबाट ए हो ए यो हाम्रो राजु मामाले बनाउनु भएको यी ह्यान्डक्राफ्ट रुखको जराबाट यतिको ट्यालेन्ट चाहिँ छ उहाँकोमा सो साथीभाइ भिडियोको अन्तिममा आयौँ अनि यही थियो हाम्रो लुकेको ठाउँ पुरानो नाम्चीमा म्युजियम अनि यहाँको लोकेसन्सहरू यस्तो मजाको जग्गा छ है यो आएर तपाईँहरू यसो मनोरञ्जन लिन सक्नुहुन्छ तर म के पनि रिक्वेस्ट गर्न चाहन्छु भन्दा साथसाथमा तपाईँहरू आएर राम्रोसँगले हेरेर है तपाईँहरूकोमा उहिलेको सामानहरू छ भने तपाईँहरूले पनि कुछ कन्ट्रिब्युट गर्न सक्नुहुन्छ होइन अनि हाम्रो दाजुलाई पनि केही कन्ट्रिब्युट गर्न सक्नुहुन्छ अनि यो तपाईँलाई याद छ अब थुप्रो मान्छेले हेर्नुहुन्छ यो भिडियोहरू है अनि तपाईँको मनबाट तपाईँले के कन्ट्रिब्युट गर्न सक्नुहुन्छ कसो गर्न सक्नुहुन्छ तपाईँले यो हेर्नुभयो कतिवटा सामानहरू छ है यहाँनिर अझै सामानहरू चाहिएको छ अनि यसलाई राख्ने चिजहरू चाहिएको छ त्यसमा पनि तपाईँहरूले सम्झिदिनु भयो भने धेरै असलै हुन्छ जस्तो लाग्यो अनि तपाईँले हाम्रो यहाँ ओनरलाई राजुज्यूलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ उहाँको नम्बर पनि म लेखेर यहाँनिर राखिदिन्छु है त्यति भन्दै तपाईँहरू सबैजनालाई यो भिडियो हेरिदिनु भएको धन्यवाद थ्याङ्क यू नमस्ते